साइलोमा तालघरे माया नमारे। हेर्नु साथीहरू, यहाँ चाहिँ यो काउलीबारी, यो लसुन, त्यसपछि यो यसलाई भन्छ ब्रोकाउली। ब्रोकाउली पनि फल्न लागिसकेको छ। त्यसपछि यहाँ चाहिँ बन्दा पनि छ। यहाँ चाहिँ यो बन्दा राम्रो भएको छ। खान पाइएला पाइएला जस्तो छाँट निकालेको छ है बन्दाले। त्यो चाहिँ सिमी हो, लौरे सिमी माथि माथि गएको छ। त्यसपछि यो चाहिँ आलु हो। आलु पनि राम्रै छ। खान पाइएला पाइएला जस्तो छ है साथीहरू। लसुन हो अलि नभएको, अहिले त अलि राम्रो भइसकेको छ लसुन पनि। राम्रै छ लसुन पनि। यहाँ चाहिँ अलिकति गाजर छ। गाजर पनि राम्रो भएको छ। यो धनिया चाहिँ अलि छिटो फुल्नु परेछ। खाएर नसकेर हो कि फुल्न थालिसकेको छ। अनि यतापट्टि यो राजमा त एकदमै राम्रो छ साथीहरू। अलिकति बाक्लो रोप्न पर्दो रहेछ राजमालाई। पोहोर पातलो रोपेको बेसरी झार उम्रियो बिचबिचमा। अहिले थोरै बाक्लो रोपिदिएको त झार चाहिँ राजमाले खाइदिँदो रहेछ कि। राजमाले झार उम्रन दिँदो रहेनछ। त्यसपछि चाहिँ राजमा निकै राम्रो हुँदो रहेछ साथीहरू। यो मैले आइडिया आफैले पाएँ। राजमा चाहिँ थोरै बाक्लो रोप्नु पर्दो रहेछ अरूभन्दा। एउटा पनि झार छैन, मैले गोडेको पनि होइन। डमक्कै छ, राम्रै छ।